भन्दैछौ त्यो पक्कै पनि त्यही होला। फेरि त्यसलाई केही भन्ने हैन नि। अनि हेलमेट त लगाएर जाऊ। हेलमेट इम्पोर्टेन्ट होइन के साथी हो। ए सन्जुक सोचेको होला नि। ह्यापी बर्थडे। धन्यवाद। अनि सन्जोग खै त? उसको लागि गिटार किन्न गएको छ। के भन्ने होला? के भयो? ए आउँदैछ सन्जोग। ए आउला नि त। म हुन्छु त्यहाँ तिमी हुन्छौ जहाँ तिमी बिना त म जाउँ लार कहाँ। अबदेखि मेरो बर्थडेमा हामी सधैँ यहीँ भेट्नुपर्छ है। ल ल कच्चा पक्का। म हुन्छु त्यहाँ तिमी हुन्छौ जहाँ तिमी बिना त म जाउँ लार कहाँ। तिम्रो खुसी मेरो घर तिम्रो साथ मेरो घर। सरी हि इज नो मोर। आज हेलमेट मात्रै लगाइदिएको भए यस्तो घटना देख्नु पर्ने थिएन। ओए साथी, साथी उठ्नु यार, उठ्नु यार, साथी उठ्नु। बादल माथि तिम्रै याद हुन्छ साथी। ओइ सुजन 5000 भेटिस् भने के गर्छस्? 5000 भेट्यो भने गिटार किन्थे यार। तैँले के गर्थिस्? मैले पनि तेरो लागि गिटारै किनिदिन्थेँ यार। भन्न कहाँ भेटिन्छ 5000 भने? हिँड म गिटार किनिदिन्छु पछि। कच्चा पक्का हिँड्छौँ। हिमाल हाँस्दा मुहार खोली सम्झन्छु तिम्रै मुस्कान अनि बोली। कहिले पुग्छु बादल माथि तिम्रै याद हुन्छ साथी। हिमाल हाँस्दा मुहार खोली सम्झन्छु तिम्रै मुस्कान अनि बोली। यस्तो हुन्छ भनी भानुमा कहाँ यस्तो हुन्छ भनी भानुमा कहाँ। यदि मलाई केही भइहाल्यो भने पनि मेरो साथीको ख्याल गर। के भनेको त्यस्तो? के हुँदैन तिमीलाई? छाती भित्र मुटु एउटा मुटु भित्र तिमी एउटा
पछि भुलिदिन्छु संसारका सारा देउता भुलिदिन्छु संसारका सारा देउता सुनिरहँ तिमीलाई हुन्नौ तिमी जहाँ सुनिरहँ तिमीलाई हुन्नौ तिमी जहाँ आफूले आफूलाई सम्हाल सुजन तिम्रो साथीको तिमी ठुलो गायक भएको हेर्ने सपना थियो जाला भयो झेल भयो कसरी भन्नु साथी जाला भयो झेल भयो कसरी भन्नु साथी यो दैवको खेल भयो कसरी भन्नु साथी त नरै नरै गइस एक्लै बनाई त नरै गइस एक्लै बनाई यहाँ हाँसुको भेला भयो कसरी भन्नु साथी यो दैवको खेल भयो कसरी भन्नु साथी दिदी रुन्छन् फोटो हेरी आमा रुन्छन् धरुधरी दिदी रुन्छन् फोटो हेरी आमा रुन्छन् धरुधरी जिन्दगी नै जेल भयो कसरी भन्नु साथी यो दैवको खेल भयो कसरी भन्नु साथी तैँले छोडेदेखि अघि बढ्न सकेका छैन तैँले छोडेदेखि अघि बढ्नै सकेका छैन तेरो साथी फेल भयो कसरी भन्नु साथी यो दैवको खेल भयो कसरी भन्नु साथी जाल भयो झेल भयो कसरी भन्नु साथी।